मिनासान कोनिचिवा हजुरहरूलाई वेलकम छ। जापानिज ल्याङ्ग्वेज नेपालीमा ओगेन्की देशका सन्चै हुनुहुन्छ। आज चाहिँ मैले कन्भर्सेसन सम्बन्धी भिडियो लिएर आएको छु। मन परेर लाइक सेयर र सब्सक्राइब गरेर साथ दिनु होला है त साथीहरू। नमस्कार। पहिलोचोटिको भेट हुँदाखेरि नमस्कार भन्दाखेरि हाजिमे मासिते भनेर भन्ने साथीहरू। हाजिमे मासिते भनेको पहिलोचोटिको भेट। हाजिमे मासिते भनेर आइसियाचु गर्नु होला। तपाईँको नाम के हो भन्दाखेरि ओ नामाए वा नान देसु का भनेर यसरी भन्नु होला। तपाईँको नाम के हो भन्दाखेरि वातासी नो नामाए वा सान्तोस देसु अथवा सान्तोसु देसु। मेरो नाम सन्तोष हो। वातासी नो नामाए वा डट डट देसु यसरी आफ्नो नाम राखेर भन्नु होला है साथीहरू। ओ नामाए वा भनेको ओ नामायाले चाहिँ पोलाइट जनाउँछ है साथीहरू। अथवा नामाया यसरी ओ नामाए वा नान देसु का भन्यो भने वातासी नो नामाए वा सन्तोसु देसु। अर्को रहेको छ सन्चै हुनुहुन्छ लाई ओगेन्की देसु का भनेर भनिन्छ है साथीहरू। ओगेन्की देसु का सन्चै हुनुहुन्छ भनेर कसैले सोध्यो भने हजुर सन्चै छु भन्दाखेरि हाई गेन्की देसु। हाई गेन्की देसु यसरी भन्नु होला है साथीहरू। हाई गेन्की देसु। ओगेन्की देसु का भन्यो भने हाई गेन्की देसु हजुर सन्चै छु। अर्को कहाँ बस्दै हुनुहुन्छ लाई दोक्कोनी सुन्दै इमासु का। दोक्कोनी सुन्दै इमासु का कहाँ बस्दै हुनुहुन्छ भन्यो भने काठमाडौँ नि सुन्दै ओरिमासु भनेको काठमाडौँमा बस्दै आएको छु। काठमाडौँ नि मान्जुनी सुन्दै ओरिमासु यसरी भन्नु होला है साथीहरू। काठमाडौँ काताकाना छ। काठमाडौँ नि सुन्दै ओरिमासु भन्ने नि हुन्छ। दोक्कोनी सुन्दै इमासु का भन्यो भने अहिले जहाँ डट 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 सुन्दै ओरिमासु यसरी भन्नु होला। किनो योरो नान्जी नि नेमासिता का हिजो कति बजे सुत्नुभयो। हिजो बेलुका कति बजे सुत्नुभयो भन्दाखेरि किनो योरो नान्जी नि नेमासिता का पास्टमा छ साथीहरू। गोगो जिउजी नि नेमासिता बेलुकाको 10 बजे सुते। गोगोले पिएम जनाउँछ है साथीहरू। गोजेन एएम गोगो पिएम। गोगो जिउजी नि नेमासिता यसरी भन्नु होला साथीहरू। एकदम गोगो जिउजी नि नेमासिता रातिको 10 बजे सुते। अर्को कति समय जति लाग्छ भन्दा दोनो गुराई खाखारिमासु का। दोनो गुराई खाखारिमासु का कति समय जति लाग्छ भन्यो भने जिप्पुन गुराई खाखारिमासु भनेको 10 मिनटलाई जिप्पुन भनिन्छ है साथीहरू। जिप्पुन गुराई खाखारिमासु 10 मिनट जति लाग्छ। जिप्पुन गुराई खाखारिमासु। अर्को रहेको छ बिहान कति बजे उठ्नुभयो भन्दाखेरि केसा नान्जी नि ओकिमासिता का। केसा नान्जी नि ओकिमासिता का बिहान कति बजे उठ्नुभयो भनेर सोध्यो भने केसा रोकुजी नि ओकिमासिता भनेको बिहान 6 बजे उठे। रोकुजीले 6 बजे भन्ने जनाउँछ है साथीहरू। केसा आउने बित्तिकै पास्टमा हुन्छ त्यस जहिले पनि साथीहरू। केसा नान्जी नि ओकिमासिता का भन्यो नि केसा रोकुजी नि ओकिमासिता। अर्को रहेको छ इमा नान्जी देसु का अहिले कति बज्यो लाई इमा नान्जी देसु का भनेर भन्नु होला साथीहरू। इमा जिउ निजी देसु भनेको अहिले 12 बज्यो। जिउ निजी देसु। इमा जिउ निजी देसु भनेको अहिले 12 बज्यो। इमा नान्जी देसु का भन्यो भने इमा जिउजी नि देसु। अर्को रहेको छ कति बजे गाक्को जानुहुन्छ भनेर क्वेसन आउन सक्छ साथीहरू। नान्जी नि गाक्को ए इकिमासु का। नान्जी नि गाक्को ए इकिमासु का कति बजे स्कुल जानुहुन्छ अथवा पढ्न जानुहुन्छ भन्यो भने कुजी नि इकिमासु भनेको 9 बजे जान्छु। कुजी नि इकिमासु। कुजी नि इकिमासु भनेको 9 बजे जान्छु यसरी भन्नु होला। नान्जी नि गाक्को ए इकिमासु का भन्यो भने है साथीहरू। अर्को रहेको छ हिजो कोसँग भेट्नुभयो। हिजो कोसँग भेट्नुभयो भन्दाखेरि किनौ धारे नि आइमासिता का। किनौ
धारे नि आइमासिता का भनेर भन्ने साथीहरू हिजो कोसँग भेट्नुभयो भन्दाखेरि किन हौ तोमोदाची नि आइमासिता भनेको हिजो साथीहरूसँग भेटेँ किन हौ तोमोदाची नि आइमासिता। अब अर्को रहेको छ कहाँबाट आउनुभयो भने नि दोको खारा किमासिता का कहाँबाट आउनुभयो भने नि रामेछाप खारा किमासिता भनेर भन्नु है साथीहरू। रामेछाप खारा किमासिता यसरी रिप्लाई दिनु होला रामेछापबाट आएको हुँ रामेछाप खारा किमासिता। दोको खारा किमासिता का भन्यो भने रामेछाप खारा किमासिता यसरी रिप्लाई दिनु होला। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ साथीहरू इन्टरभ्यूमा पनि सोध्न सक्छ। अर्को रहेको छ इमा नानी हो ताबेताई देश का अहिले के खाना चाहनुहुन्छ भनेर सोध्न सक्छ साथीहरू। इमा नानी हो ताबेताई देश का भन्यो भने इमा रामेन हो ताबेताई देश अहिले रामेन खान चाहन्छु यसरी भन्नु होला। इमा गेउजा हो ताबेताई देश भनेको मोमो खान चाहन्छु। इमा रामेन हो ताबेताई देश अहिले रामेन खान चाहन्छु यसरी मिलाएर भन्नु होला। इमा नानी हो ताबेताई देश का भनेर क्वेसन आयो भने अर्को रहेको छ सोरेवा आनातानो देश का यो तपाईँको हो अथवा त्यो तपाईँको हो सोरेवा आनातानो देश का भन्दाखेरि ए वातासिनो जेआरिमासेन मेरो होइन। ए वातासिनो जेआरिमासेन भनेको मेरो होइन। और सौदेश हजुर हो अथवा सौदेश हजुर हो भनेर रिप्लाई दिनु होला। अर्को नम्बर आएको छ केउवा नानी हो विदेशका आज के बार हो केउले आज है साथीहरू केउवा नानी हो विदेशका भनेर इन्टरभ्यूतिर नि सोध्न सक्छ साथीहरू। केउवा नानी हो विदेशका भने नि आज शनिबार हो भन्नु पर्यो भने केउवा दोयो विदेश केउवा दोयो विदेश भनेको आज शनिबार भयो शनिबार हो दोयोबीले शनिबार भन्ने जनाउँछ है साथीहरू। केउवा दोयो विदेश आज शनिबार हो। केउवा नानी हो विदेशका योबीले बार भन्ने जनाउँछ है साथीहरू योबी ख्याल गर्नु होला योबी देशका भने नि। अर्को रहेको छ केउवा नान्निची देशका निची आज कति तारिक हो निचीलाई चाहिँ नान्निची निची भनेको चाहिँ तारिक भन्ने जनाउँछ है साथीहरू। केउवा मिक्खा देश भनेको आज 3 तारिक हो। केउवा मिक्खा देश योक्खा देश अथवा हिचुखा देश भने यसरी जति भन्नुहुन्छ केउवा मिक्खा देश चुइताची फुचुका मिक्खा यसरी हुन्छ साथीहरू तारिक भन्दाखेरि आज केउवा मिक्खा देश आज 3 तारिक हो भनेर फर इक्जाम्पल राखिदिन्छु मैले साथीहरू त्यसरी नै तयारी गर्नुहोला। केउनो तेन्किवा दौ देशताका भनेर अर्को नम्बर रहेको छ आजको मौसम कस्तो छ केउनो तेन्किवा दौ देशताका भनेर क्वेसन आयो भने आजको मौसम बादल लागेको छ भनेर भन्नु पर्यो भने केउनो तेन्किवा कुमोरी देश भनेको आजको मौसम बादल लागेको छ। केउनो तेन्किवा कुमोरी देश यसरी भन्नु होला है साथीहरू। केउनो तेन्किवा कुमोरी देश यसरी सर्र भन्नु होला साथीहरू। केउनो तेन्किवा दौ देशका भन्यो भने त्यसरी पाइदिनु। अर्को नम्बर रहेको छ तोमोदाची वा नान्मेई सामा देशका साथी कतिजना हुनुहुन्छ भनेर कतै होटेल अथवा केहीमा पुग्नु भने तोमोदाची वा नान्मेई सामा देशका भनेर भन्न सक्छ है साथीहरू। यसरी क्वेसन आयो भने साथी 5 जना छ भन्दाखेरि तोमोदाची वा गोमेई सामा देश अथवा गोनिन देश भने नि हुन्छ तर गोमेई सामा देश यसरी भन्नु भने राम्रो हुन्छ है साथीहरू। यसरी ठुलो भोइस निकालेर मजाले पढ्ने गर्नु होला साथीहरू। यसरी कन्भर्सेसन गर्दाखेरि डेली प्र्याक्टिस हुने चान्स धेरै हुन्छ। तोमोदाची वा नान्मेई सामा देशका साथी कतिजना हुनुहुन्छ भन्यो भने तोमोदाची वा गोमेई सामा देश भनेर भन्नु होला है साथीहरू। तोमोदाची साथी चाहिँ 5 जना छ यसरी मैले रिप्लाई राखेको छु अरूले जसरी बनाउन सक्नुहुन्छ त्यसरी बनाउनु। अर्को रहेको छ इमा नानियो सिमास्का
इमा नानी सिमास्का भनेको अहिले के गर्दै हुनुहुन्छ? नानी सिमास्का भन्यो भने अहिले युट्युब हेर्दै जापानिज भाषा पढ्दैछु भन्नु पर्यो भने इमा युट्युब हो मित्तारी निहोङ्गो बेन्क्यो सित्ते इमास। अहिले युट्युब हेर्दै जापानिज भाषा पढ्दैछु। इमा युट्युब हो मित्तारी निहोङ्गो बेन्क्यो सित्ते इमास भनेको हेर्दै युट्युब हेर्दै जापानिज भाषा पढ्दैछु भनेर दुईवटा सेन्टेन्स जोडिएको छ। अर्को रहेछ यो व्यक्ति को हो अथवा त्यो व्यक्ति को हो भने आनो हितो वा दारे देस्का भनेर भन्यो भने आनो हितो वा रामु सान्देश त्यो व्यक्ति रामजी हो। आनो हितो वा रामु सान्देश। अब अर्को नम्बर रहेको छ आनो खाता वा दारे देस्का। आनो खाता त्यो व्यक्ति को हो भनेर यो चाहिँ खाताले अलिक पोलाइट जनाउँछ है साथीहरू। आनो हितो र खाता हितो वा दारे देस्का भन्ने छ उता। आनो खाता वा दारे देस्का भन्यो भने अलिक पोलाइटमा है। आनो खाता वा सेन्सेई देश र त्यो व्यक्ति शिक्षक हो। अलि आफूभन्दा ठुलो मान्छेलाई अथवा अलि वरिष्ठ व्यक्तिहरूलाई भन्नुपर्दाखेरि खाता युज गर्नुहोला। अर्को रहेको छ कोरेवा इकुरा देस्का यसको कति हो? कोरेवा इकुरा देस्का भन्यो भने कोरेवा निसेन एन देश। निसेन एन देश भनेको 2000 एन हो अथवा सेन एन देश भनेको 1000 अथवा नि ह्याकु एन देश भनेको 200 यसरी जति भन्न सक्नुहुन्छ। कोरेवा निसेन एन देश यो चाहिँ इक्जाम्पल राखिदिएको छु साथीहरू मैले। दौ देशका के भयो भनेर क्वेसन आयो भने दौ देशका भनेर भने आतामागा इताई देश यसरी रिप्लाई दिनु होला है। दौ देशका भन्यो भने आतामागा इताई देश। अब अर्को रहेको छ यामादा सान ओनाखागा सुखीमा सिताने। यामादाजी भोक लाग्यो गोहानो ताबेमासेनका खाना खाने होइन यसरी तपाईँहरूले नि भन्नुहोला। यामादाजी भोक लाग्यो खाना खाने होइन भन्यो भने हाई ताबेमास्यो हजुर खाऊ हाई ताबेमास्यो भनेर यसरी रिप्लाई दिन्छ है साथीहरू। अथवा दोस्रो व्यक्तिले रिप्लाई दिन्छ यामादा सान ओनाखागा सुखीमा सिताने गोहानो ताबेमासेनका यसरी भन्यो भने त्यो दिनु है। अर्को रहेको छ नोदोगा खावाकी मासिता मिजु हो आगेते कुदासाई तिर्खा लाग्यो पानी दिनुहोस् न भनेर क्वेसन गर्नु पर्यो नि। नोदोगा खावाकी मासिता मिजु हो आगेते कुदासाई भनेर भन्नुहोला। हजुर लिनुहोस् भन्दा हाई दौजो यसरी हाई दौजो लिनुहोस्। हजुर लिनुहोस् भन्दाखेरि हाई दौजो यसरी बनाउनु होला। नोदोगा खावाकी मासिता सुमिजु हो आगेते कुदासाई यसरी भन्नु होला। अर्को रहेको छ पूजा सान्नो सुकिना ताबेमोनो वा नान्देस्का पूजाजीको मनपर्ने खानेकुरा के हो भन्यो भने मेरो मनपर्ने खानेकुरा मोमो हो भन्दाखेरि वातासिनो सुकिना ताबेमोनो वा ग्यौजा देश। ग्यौजा भनेको मोमो है साथीहरू। वातासिनो सुकिना ताबेमोनो वा ग्यौजा देश मेरो मनपर्ने खानेकुरा मोमो हो। अर्को रहेको छ किरेइना फुकु देस्ने दोको खारा खाइमासिताका कहाँबाट किन्नुभयो? किरेना फुकु देस्ने भनेको कति राम्रो कपडा है कहाँबाट किन्नुभयो भन्यो भने आरिगातो थ्याङ्क यू बिसारो सुपादे खाइमासिता विशाल बजारबाट किनेको। विसारो सुपादे सुपरमार्केटबाट खाइमासिता भनेको किने आरिगातो बिसारो सुपादे खाइमासिता यसरी रिप्लाई दिनु होला है साथीहरू। अब अर्को रहेको छ कोरेवा ताइहेन्डे सिता यारी खाता हो ओसिएते कुदासाई भनेको यो गाह्रो भयो गर्ने तरिका सिकाइदिनुहोस् न। यारी खाता भनेको गर्ने तरिका है साथीहरू। सिकाइदिनुहोस् न भन्यो भने हाई वाखारीमासिता हस् हुन्छ वाखारीमासिताले बुझे हुन्छ भन्ने हुन्छ है साथी। कोनो इसो नि स्वात्तेमो इदेस्का यो कुर्सीमा बस्यो भने हुन्छ। टेफम प्लस मो इदेस्काले अनुमति मागिरहेछ है साथीहरू। हजुर हुन्छ भन्दा हाई इदेस हुन्छ हस् हजुर हुन्छ हाई इदेस यसरी अनुमति माग्यो भने हाई इदेस अथवा हुँदैन भन्नु पर्यो है साथीहरू। अर्को रहेको छ बानगोहान नानी हो ताबेमास्का बेलुकाको खाना के खानुहुन्छ? बानगोहान नानी हो ताबेमास्का भनेर सोध्न सक्छ साथीहरू।
राइसुतो खारियो ताबेमास भनेको भात र तरकारी खान्छु। खारी भनेको तरकारी है, खारी। राइसुतो खारियो ताबेमास भनेको भात र तरकारी खान्छु। यसरी भन्नु होला। बानको वा नानियो ताबेमासका भन्यो नि। अर्को रहेको छ टोइले इत्ते मो इ देसु का? टोइलेट जाँदा हुन्छ अथवा टोइलेट जाँदा हुन्छ भनेर क्वेसन सोध्नु पऱ्यो भने टोइले इत्ते मो इ देसु का भन्यो भने हाई इत्ते किमास, हजुर गएर आउनुहोस्, हुन्छ गएर आउनुहोस् भन्ने रिप्लाई दिनु होला। हाई इत्ते किमास, गएर आउनुहोस्। हाई इत्ते किमास यसरी बनाउनु होला है साथीहरू। टोइले इत्ते मो इ देसु का भन्यो भने हाई इत्ते किमास, हुन्छ गएर आउनुहोस्। हाई इत्ते किमास यसरी ठुलो भोइस निकालेर पढ्नु होला साथीहरू। हाइत्ते मो इ देसु का? भित्र आउनुहोस्, हुन्छ आउँदा हुन्छ भनेर अनुमति माग्दाखेरि हाइत्ते मो इ देसु का भनेर अनुमति माग्ने है साथीहरू। हाई दौजो, हुन्छ आउनुहोस् भनेर यसरी रिप्लाई दिन सकिन्छ साथीहरू। वहाँ गएपछि हाई दौजो यसरी भन्नु होला है। हाइत्ते मो इ देसु का भन्यो नि हाई दौजो, हजुर हुन्छ आउनुहोस् भन्ने है साथीहरू। देत्ते कित्ते मो इ देसु का? बाहिर गएर आउँदा हुन्छ। यसरी अनुमति माग्ने सम्बन्धी छ तेफम प्लस मो इ देसु का ले। अनि हाई इत्ते किमास, हुन्छ गएर आउनुहोस् यसरी रिप्लाई दिनु होला। देत्ते भनेको बाहिर है, कित्ते मो इ देसु का बाहिर गएर आउँदा हुन्छ भने नि हाई इत्ते किमास भनेको हजुर गएर आउनुहोस्। हाई इत्ते किमास यसरी हुन्छ गएर आउनुहोस् भनेर अनुमति दियो। दौ सित्ते ओकुरेतान देसु का? किन ढिलो गर्नुभयो? दौ सित्ते ओकुरेतान देसु का? यसरी कसैले ढिलो गरिस् किन भनेर सोध्यो भने मिचिगा कोमाखात्ता देसु का र भनेको बाटो जाम थियो त्यसैले मिचिगा कोमाखात्ता देसु का र यसरी रिप्लाई दिनु होला। अथवा केही कुरा छुट्यो अथवा केही गर्यो भने त्यही अनुसार भन्नु होला। भन्छ मिचिगा कोमाखात्ता देसु का र भनेर। नारुहोदो भनेको ठिक छ। नारुहोदो, नारुहोदो भनेर भन्छ जापानिजहरूले। नारुहोदो भनेको ठिक छ है साथीहरू। ठिक छ भनेर ठिकै छ, ठिक छ, ओके छ भन्ने बुझिन्छ। अनि हजुर बुझेलाई खासी कोमारी मासिता पनि भनिन्छ है साथीहरू। वाखारी मासिता र खासी कोमारी मासिता उस्तै उस्तै हो। खासी कोमारी मासिता अलिकति पोलाइटमा हुन्छ है साथीहरू। खासी कोमारी मासिता, हजुर बुझे यसरी पढ्नु होला साथीहरू। यो मैले एक्स्ट्रा पोइन्ट राखेको छु। मिन्नासान ज्यामाताने चुकिनो भिडियो मोते किमास। मिन्नासान ज्यामातासिता अथवा अलि 1-2 दिनपछि म अर्को भिडियो लिएर आउनेछु। त्यतिन्जेलसम्म लागि हजुरहरूले मन परेमा फेरि दोहोऱ्याएर हेर्नु होला यो भिडियो। धेरै प्र्याक्टिस गर्नु होला। मन परेमा सब्सक्राइब र बेल आइकन दबाएर राख्नु होला।